अहिले सरकारले हरेक दिन एकजनालाई 1,33,000 र हरेक 15 दिनमा एकजनालाई 10 लाख रुपियाँ पुरस्कार बाँडिरहेको छ। अर्थात् एक महिनामा मात्र करिब 60 लाख बराबर रकम। वार्षिक रकम करिब 7 करोड 20 लाख भन्दा बढी रकम करदाता प्रोत्साहन उपहार भन्दै बाँडिरहेको छ। आखिर सरकारले जनतालाई किन पैसा बाँडिरहेको छ? के सरकारसँग पैसा धेरै भएर हो? के अर्बौं रुपियाँ विदेशी ऋण लिएको यसकै लागि हो? तपाईको मनमा पनि यस्तै प्रश्नहरू उठिरहेका होलान्। तर यसको वास्तविकता भने अर्कै छ। सरकारले करदाता प्रोत्साहन उपहार भन्दै वार्षिक 7 करोड जनतालाई बाँडे पनि नेपाल सरकारलाई त्योभन्दा कैयौं गुणा बढी फाइदा गराइरहेको हुन्छ त्यो सिस्टमले। यो कसरी हुन्छ आउनुस् हेरौँ। करदाता प्रोत्साहन उपहार यो कुनै सामान्य लटरी भने होइन। सरकारले पैसा बाँड्नुको बदला हामीलाई एउटा काम लगाइरहेको छ, त्यो हो बिल लिनुहोस्। र त्यही एउटा बिलभित्र सरकारको ठुलो उद्देश्य पनि लुकेको छ। मानौ तपाईँ एउटा पसलमा जानुभयो, तपाईँले 10,000 रुपियाँको सामान किन्नुभयो, पसलेले तपाईँलाई बिल दियो। त्यो बिलमा के हुन्छ? पसलको प्यान नम्बर, बिल नम्बर, मिति, कुल रकम, कारोबार विवरण। अर्थात् सरकारले चाहेको पनि यही एउटा कुरा हो कि कति सामान बेचियो। किनकि कारोबार भयो तर बिल बनेन भने त्यो कारोबार सरकारी अभिलेखबाट लुक्न सक्छ। तर ग्राहकले बिल माग्न थाल्यो भने पसलेले कारोबारको सही विवरण देखाउनु पर्ने बाध्यता हुन्छ र कारोबार देखिएपछि त्यससँग सम्बन्धित कर प्रणाली पनि सक्रिय हुन्छ। त्यसैले सरकारले भनिरहेको छ बिल लिनुहोस् र बिल लिए बापत पुरस्कार पनि जित्ने मौका पाउनुहोस्। यो केवल पैसा बाँड्ने योजना होइन, कर अनुपात बढाउने रणनीति हो। यहाँ धेरैजनाको एउटा कन्फ्युजन के छ भन्दा व्यापारीले होलसेलरबाट सामान ल्याउँदा नै 13% भ्याट तिरिसकेको हुन्छ। यदि उसले पहिला नै भ्याट तिरिसकेको छ भने कसरी कर छली गर्न सक्छ बिल नदिँदैमा? आउनुहोस् यो विषयमा पनि क्लियर बनाऊ। मानव एउटा कुनै एबिसी नामको मोबाइल पसल छ। उसले स्टोरबाट 1 लाखमा मोबाइल लियो। मोबाइलको मूल्य 1 लाख, 13% भ्याट जोडेर 1,13,000। त्यो पसलेले यो मोबाइल जम्मा 1,13,000 तिर्यो। अर्थात् यो व्यापारीले 13,000 भ्याट पहिल्यै तिरिसक्यो। अब त्यही मोबाइल त्यही व्यापारीले तपाईँलाई 1,50,000 मा बेच्यो। तपाईँबाट मोबाइलको 1,50,000 र 13% भ्याटको 19,500। जम्मा तपाईँले त्यो मोबाइलको 1,69,500 तिर्नुभयो। अब त्यो व्यापारीले सरकारलाई फेरि 19,500 नै पुरा तिर्दैन। उसले पहिल्यै तिरिसकेको इनपुट भ्याट क्रेडिट घटाउन पाउँछ। त्यसैले 19,500 बाट 13,000 घटाएर त्यो व्यापारीले सरकारलाई जम्मा 6,500 मात्र बुझाउनु पर्छ। किन 6,500? किनकि त्यो व्यापारीले सामानको मूल्य 1 लाखदेखि बढाएर 1,50,000 बनाउँदा 50,000 को भ्यालु थपियो र त्यही थपिएको 50,000 भ्यालुको 13%ले 6,500 हुन्छ। त्यसैले त्यो व्यापारीले अन्ततः आफूले थपेको रु 50,000 मूल्यमा लाग्ने भ्याट अर्थात् 6,500 रुपियाँ सरकारलाई बुझाउनु पर्ने हुन्छ। तर यदि तपाईँले त्यो मोबाइल किन्दा भ्याट बिल लिनु भएन भने त्यो 6,500 अतिरिक्त भ्याट सरकारलाई नगई अन्ततः व्यापारीको खल्तीमा जान्छ। तर बिल काटिँदा भने बिक्री रेकर्ड भयो, इनपुट क्रेडिट घटाएर बाँकी भ्याट र सम्बन्धित करको हिसाब सरकारसँग पुग्छ। हो त्यही कारणले ग्राहकलाई बिल माग्न प्रोत्साहित गरेर सरकारले लुकिरहेको कारोबार पत्ता लगाउन खोजिरहेको छ। अब यसरी वार्षिक 7 करोड रुपियाँ बाँड्दा सरकारलाई कति घाटा हुन्छ? र यसको सठिक आन्सर हो सरकारलाई घाटा हुँदैन, बरु करोडौं रुपियाँ फाइदा हुन्छ। आर्थिक वर्ष 81-82 मा मात्र सरकारले 3 खर्ब 72 अर्ब 88 करोड बराबर कर उठाएको थियो। यो वर्ष भने सरकारले करदाता प्रोत्साहन उपहारको माध्यमबाट थप 50 करोड रुपियाँ सङ्कलन गर्ने अनुमान लगाएको छ। यदि सरकारले यो माध्यमबाट थप 50 करोड मात्र सङ्कलन गर्यो भने पनि विजेताहरूलाई 7 करोड बराबर पुरस्कार दिएर पनि 43 करोड बराबर फाइदा नै हुन्छ। विजेताले पाउने भनेको त्यो 7 करोड 20 लाख रकमबाट पनि 25% कर घटाएर जम्मा 5 करोड 40 लाख रुपियाँ मात्र विजेतालाई बाँडिन्छ। यहाँबाट पनि 1 करोड 80 लाख रुपियाँ बराबर रकम सरकारको ढुकुटीमै फर्किन्छ। त्यसैले यो लटरी खुलाएर सरकारलाई घाटा होइन करोडौं रुपियाँ फाइदा हुनेछ।